तपाईँको मत नेपालको भविष्य, सचेत भएर सही सदुपयोग गरौँ। तपाईँको एउटा सानो मतले ठुलो देशको चित्र बदल्न सक्छ। आगामी निर्वाचन 2082 फागुन 21 गते हुँदै गइरहेको प्रतिनिधि सभा निर्वाचनमा केवल भावनामा नभगी विवेक प्रयोग गरौँ र हाम्रो एउटा जिम्मेवार निर्णयले नै समृद्ध नेपालको जग बसाल्नेछ। मैले यसमा 4वटा कुराहरू भनिरहेको छु। कसलाई छनौट गर्ने भन्दा निष्ठा, इमान्दारिता जसको उद्देश्य पद होइन सेवा होस्। दोस्रो, स्पष्ट दृष्टिकोण होस् जससँग देश विकासको खाका होस्, योजना होस्। शिक्षा, स्वास्थ्य र रोजगार यसलाई यिनै आधारभूत आवश्यकताहरूलाई चाहिँ प्राथमिकता दियोस्। अनि न्याय र सुशासन जसले भ्रष्टाचारको विरुद्ध र विधिको शासनको पक्षमा रहोस्। याद राखौँ, दलभन्दा माथि देश हुनेछ। त्यसैले पार्टीको झन्डाभन्दा उम्मेदवारको एजेन्डा हेरेर भोट हालौँ। आजको सही छनौट भोलिको सुन्दर नेपाल, समृद्ध नेपाल। हस्त, धन्यवाद, नमस्कार।